अब अनि त मेरो पुरा भिडियो छ तपाईहरुले युट्युबमा हेर्न सक्नुहुन्छ यो भिडियो दूध परबाट ल्याउनु पर्छ दूध छ फ्रिजमा ए हो ए लु देऊ त बेबीलाई पानी हाल्नु पर्छ तर दूध त साँच्चै रहेछ त दही यसको नाम मलाई हाल्दै थियो मिठो ए के बस्यो दिदी त्यसमै खाऊ तिमी भयो बहिनीलाई भयो ए मैले के हाल्नु त्यसको यस्तो हाल्यो खाना खानेहरू चाहिँ भाउजू र देवर हुनुहुन्छ यहाँ अहिले नानी छ माछा नाम खान तिम्रो माछा चाहिँ दामी पकाएछौ कविताले माछा माछा खानुस् त माछा माछा खाँदैनौ बेसी बेर होस् ल खाऊ न खाऊ माछा यसो अलिकति दही चाखौँ त मिठो छ नि मिठो छ नि खोइ आज प्यारो छोरा खोइ प्यारो छोराले माम खाएकै छैन है ब्रोइलर पनि 400 पर्छ त मेरो 2 केजी आएको हैन 600 को नि अहिले बढेछ फेरि ल हाम्रो भिडियोमा अब चाहिँ मैले भिडियो गरिसकेँ म चाहिँ अब भिडियोलाई अन्त्य गरेको छु साथीहरु सबैजनाले हेरेर इन्जोय गर्नु होला।